Hello guys, welcome to my Nusa vlog. सेवा रो सबैजनालाई नुसा भ्लगमा स्वागत छ। आज चाहिँ हामी माथि जर्सिङ पौवा भन्ने ठाउँमा घुम्न आथ्यौं अनि माथि चाहिँ मैले भिडियो खिचिन अनि यहाँ तल आइसकेपछि चाहिँ मलाई त्यो भिडियो बनाउन मन लाग्यो अनि यहाँ चाहिँ मिनी कोरिया भन्दा पनि हुने रहेछ यो ठाउँलाई। एकदम राम्रो हैन, चट्ट लगाएर यो पुरै हरियालीसम्म देखाउँछ छ। कति रमाइलो। हामी चाहिँ यहाँ हिँडिरहेछौँ पुरा ट्रनेलहरू है। दिदी यहाँ आउनुहुन्छ, उ तल बच्चाहरू स्विमिङ गरिरहेछ। हरियाली फ्रेस, यता माथि तरकारी बारीहरू। कति चाहिँ रमाइलो ठाउँ हो यो ठाउँ त। हेर्नुहोस् त साथीहरू, यहाँको त यहाँ बस्नु त आनन्द, कति आनन्द। हामी चाहिँ लगभग 4-5 हामी 7 घन्टा भयो। माथि चाहिँ मैले भिडियो बनाइन अनि हेर्नु न पुरै यो ठाउँ त कति राम्रो नि त। माथिबाट झन् कति राम्रो देखिने यस्तो छ है साथी। अहिले चाहिँ हामी हिँडिरहेछौँ अब घर पुगेर। घर कतिखेर पुग्नु भइरहेछ त। काउलीदेखि लिएर एकदम राम्रो यहाँ वेदरहरू चाहिँ यस्तो छ साथीहरू है। चाहिँ अब यस्तरी हिँडिरहेछौँ होइन। दिदी कस्तो भइरहेछ हौ आजको आइकी? रमाइलो, केही गाह्रो भएको छैन? कस्तो लाग्यो हौ यो ठाउँ? रमाइलो है। काठमाडौँ फर्किनै मन नलाग्ने ठाउँ है। पूर्वेली खाजा घर। कति रमाइलो केराहरू रहेछ। यस्तो छ साथीहरू, ट्रनेलै ट्रनेल। अब यता गाउँमा त झन् कति हो कति देखिँदैन। हामी चाहिँ तल छौँ। यो ठाउँलाई चाहिँ अब मिनी कोरिया भन्दा नि हुन्छ है। पुरै अर्ग्यानिक यस्तो रहेछ। कति राम्रो हो त्यो पारी त। पुरै नि हो यहाँ त गाउँ। कति रमाइलो रमाइलो त्यो छ नि हो साथीहरू। फर्किनै मन लाग्दैन साँच्चै भन्नुपर्दा है। हाम्रो देश, हाम्रो नेपाल चाहिँ कति ब्युटिफुल हो। काठमाडौँमा मात्रै हो अलिकति बसोबास धेरै भएर। ए तल चाहिँ यता नुसा कहाँ गएको? यसो बाटो त नभनौँ न। यस्तो राम्रो भ्यूमा आएपछि त थाङमेनहरू खोज्नु गएको भन्दा यस्तो जङ्गलमा के थाङमेनहरू भन्ने होइन। आज चाहिँ म भन्नुपर्दा ट्र्याक्ट लगाएर रिल्याक्स रिफ्रेस हाइकिङ भन्छ यसलाई चाहिँ।